ल आउनुहोस् चिया लभरहरू, सँगै बनाऊ भुटेको चिया। हेलो एभ्रिवान, राधे राधे। हिजो म मोबाइल हेर्दै गर्दा साथीहरूले भुटेको चिया बनाएको देखेँ। आज म ट्राई गर्दैछु। बिहानै गएर दुध लिएर आएँ, कराई बसालेर 2 चम्मच चिनी राखेँ, त्यसलाई रातो हुने गरी भुटेँ। त्यसपछि चियापत्ती पनि राखिदिएँ, त्यसमा ल्वाङ पनि कुटेर राखिदिएँ। रातो भइसकेपछि त्यसमा दुध राखिदिएँ। चिया उम्लियो, त्यसपछि त्यहाँ 1 चम्मच चिया मसला राखिदिएँ। चिया यस्तो टेस्टी बनेको थियो नि साथीहरू, गफ लागेको जस्तो होला। तपाईहरू पनि एकचोटि ट्राई गर्नु है त। यति मिठो मस्त चिया बन्छ नि, तपाईहरू फ्यानै हुनुहुन्छ। बाई बाई।